हेलो हेलो साथीहरू, गुड मर्निङ। के छ हजुर, सन्चै सन्चै आरामै हुनुहुन्छ तपाईँहरू? म पनि एकदम ठिक छु। आज चाहिँ ल हेर्नुहोस् कति राम्रोसँग पानी परिरहेको छ। धेरै गर्मी भइरहेको थियो हिजोसम्म, अनि परेसानी भइरहेको थियो। आज त बिहानैदेखि झ्याम पानी परिरहेको छ। शीतल मौसम छ। यही शीतल मौसमको फाइदा उठाउँदै म बाहिर निस्केको छु घुम्नको लागि। ल हेर्नुहोस् बर्खे झरीमा छाता ओढेर कति रमाइलो लागिरहेको छ। गाउँघरमा जस्तै म अहिले छु चण्डीगढमा। चण्डीगढको यो 19 सेक्टरमा छु म यति बेला घुम्नको लागि निस्केको छु। तपाईँहरू कहाँदेखि के गर्दै हुनुहुन्छ, कहाँदेखि हेर्दै हुनुहुन्छ यो भिडियो, कमेन्टमा बताउनु होला। कमेन्ट गर्न अवश्य नबिर्सनु होला भन्न चाहन्छु साथीहरू। ल हेर्नुहोस् कस्तो राम्रो दृश्य छ। झमझम पानी परिरहेको छ। आज चाहिँ अब चाहिँ शीतल होला जस्तो छ। मौसम पनि परिवर्तन हुन लागिरहेको छ। म ब्याकग्राउन्डमा देखाउन चाहन्छु कस्तो राम्रो झरी परेको छ। सुन्दर दृश्यहरू अनि ठुला ठुला रुखहरूमा जो माथि माथि चरा पनि बसिरहनु भएको छ। म चाहिँ घुम्नको लागि भनेर निस्केको थिएँ एकैछिनको लागि, टाइम पास फ्रेस बिहानको मौसममा फ्रेस हौँ भनेर। अनि छाता पनि मिलिहाल्यो, छाता लिएर चाहिँ म निस्केको हो। तपाईँहरू उठ्नुभयो कि उठ्नुभएको छैन? उठ्नुभएको भए ल हाम्रो साहेबसँगै। ल हेर्नुहोस् कति राम्रो फुलहरू फुलिरहेको छ। राम्रो सुन्दर मौसम अनि राम्रा फुलहरू हो। पारिपख देख्न सक्नुहुन्छ गुलाबको फुल लटरम्म फुलिरहनु भएको छ। कति राम्रो दृश्य छ हेर्नुहोस्, मौसमसँगै दृश्य पनि कति राम्रो छ। अवश्य यो भिडियो नछुटाइकन हेर्नुहोला तपाईँहरूले भन्न चाहन्छु साथीहरू। चरा पनि कराइरहनु भएको छ माथि कुटुर कुटुर गर्दै। ल हेर्न सक्नुहुन्छ कति राम्रो दृश्य छ है। फुलहरू झमझम पानीमा कति राम्रो फुलहरू फुलिरहनु भएको छ। ओहो, माथि माथि त आकाश पनि गुजुर गुजुर गरिरहनु भएको छ। अझै ठुलो पानी आउने सङ्केत पो छ त हौ साथीहरू। ल हेर्नुहोस् कति राम्रो फुल फुलेको छ। ओहो हेर्नुहोस् त साथीहरू, फुल चाहिँ कति राम्रो फुलेको छ। अब म चाहिँ फर्किन्छु फेरि आफ्नै गन्तव्यतर्फ। धेरै ठुलो पानी पऱ्यो भने फेरि मुस्किल हुन्छ, काम पनि गर्नु पर्यो धेरै एकछिनपछि फेरि है साथीहरू। त्यही भएर म चाहिँ अब फर्काउँदैछु। यो भिडियो नछुटाइ हेर्नु होला अन्तिमसम्म भन्न चाहन्छु साथीहरू। अनि तपाईँहरू कुन देशमा हुनुहुन्छ, कुन ठाउँ हुनुहुन्छ, कमेन्ट बक्समा बताउनु होला। म चाहिँ अहिले चण्डीगढ भारतमा छु साथीहरू। ल है साथीहरू, अब म चाहिँ भिडियो बनाउन जान चाहन्छु। फेरि अर्को भिडियोमा भेटौँला साथीहरू। बाई बाई।